Yeah, second now playlist on the mic. यो चाहिँ मेरो लाइफको आफ्नो यस्तो कथा हो कि म त्यसको पात्र क्या सुन्नु है यो कथाको पात्र म नै हो खासमा पीडाको चोटले गाह्रो छ बाँच्न यो कथाको पात्र म नै हो खासमा पीडाको चोटले गाह्रो छ बाँच्न यो कथाको पात्र म नै हो खासमा पीडाको चोटले गाह्रो छ बाँच्न कोही छैन साथमा दैवलाई उपहार गर्छु म प्रार्थना जिउँदो यो शरीरमा संसारको लास गयो नि तिमी के गर्नु आश त सम्झिन्छु अझै नि बिहानी सासमा बाँकी छैन हिम्मत अब फेर्ने यो सासमा नजानु पासमा के भएको पहिला के तिमीलाई याद छ गर्दैन कुरामा फरक छ याद र आज हेर नसाको साथ छ हरायो खुसी थामेर अर्केको हातमा त्यागेर इज्जत पैसाको कमीले पर्दैन बाँधेर राख्न मुटुमा छुरा छ तर पर्छ नि हाँस्न पेटेमा फेरि फर्केर सोध्नु तिमी बिनाको कसरी बाँच्छ सानो छ जातमा गर्दैन खातमा तिमीलाई पर्दैन फरक यता म तडपेर बाँच्न तिमीलाई पर्दैन फरक यता म तडपेर बाँच्न यो कथाको पात्र भनेको खासमा पीडाको चोटले गाह्रो छ बाँच्न Yo, Lil Muslim on the mic. Sini orang solve real life story.